नमस्कार, म भवानी बस्नेत। म आज घरमै मिठो लप्सीको अचार बनाउन गइरहेको छु। सबैजनाले मैले खोलेको नयाँ च्यानललाई सब्सक्राइब गरिदिनु होला। र यसलाई पखाल्छु। कति राम्रो लप्सी छ यो। अब धारामा लगेँ, यसलाई पखाल्छु। सानो भाँडा छ, यसलाई जति जति गरेर उसिन्छु। अब यसलाई अर्कोचोटि फेरि यसलाई उसिन्ने, पानी धेरै नराख्ने, यत्तिकैमा हुन्छ। अब यसलाई मैले उसिने थोरै पानी राखेको छु। मैले यसलाई उसिन्न हालेँ। आज म लप्सीको अचार बनाउन लगाएको छु। यसलाई यो लप्सीलाई चाहिँ पहिला सुरुमा फलफल पखाले, धारोमा पखालेर अनि उसिन्न हाले। धेरै पानी हाल्नु हुँदैन, खल्लो हुन्छ। पानी धेरै हाल्यो भने थोरै पानी हालेर उसिनेर अब यसलाई पटपट फुटिसकेपछि पाक्यो भनेर निकाल्ने। अनि यसलाई सेलाएपछि मैले चाहिँ यहाँ अघिदेखि नै गराएर सिटिन लगाइसकेको छु। छोडाएँ। यो बोक्रा पनि छुट्टै राख्नुपर्छ। यो बोक्रा चाहिँ सुकाएर यसलाई धुलो बनाएर सुकाएर मजाले धुलो बनाएपछि पछि अरू अचारमा प्रयोग गर्न मिल्छ। अब यस्तो अचार चाहिँ अहिले पछि फेरि बनाएर म देखाउँछु। यो चाहिँ अकबरी खोर्सानी धेरै हाल्यो भने पिरो हुन्छ, तर टेस्टी बनिन्छ। एकदम मिठो हुन्छ। यो धेरै पिरो भयो भने असर गर्दैन। यसले चाहिँ औषधि पनि हुन्छ। मैले 4वटा हालेँ। तेल हालेँ मैले। अब यो तात्छ। यो तेल तापेँ, मैले खोर्सानी पकाएँ। अनि अलिकति कलर राम्रो बनाउँछ बेसार हालेँ। यसलाई मैले लप्सीको सकेपछि एकछिन अलि मजाले पाकिसकेपछि यसमा चिनी हालिदिनु। म आज चाहिँ चिनी पाक लगाउँदिनँ, सिधै चिनी हालिदिन्छु। अब चिनी हाल्ने है। चिनी चाहिँ आफूले जति धेरै चिनी हाल्यो त्यो मिठो हुन्छ। मैले चाहिँ मजाले चिनी हालेँ। हुन्छ। अब चिनी हालिसकेपछि मजाले चलाउने। यसले पुरा चलेर यो पाउदिन्छ पकाउने, धेरै बेर छड्काउने। अनि रातो कलर आउँछ। यसलाई निकालेर सेलाएपछि अनि सिसीमा हाल्ने। रङ सुक्ने धेरै चाहिँ लास्टमा। मजाले छड्किरहेछ।
अचार चलाइरहनुपर्छ, तपाईँलाई पिरमा लाग्छ। यो अचार चाहिँ रेडी भयो। अब सेलायो। अब यसलाई सिसीमा यो उसको के अरे प्लास्टिकको भाँडामा भन्दा सिसीमा हालेको पछिसम्मलाई टिक्छ, स्वादिलो पनि हुन्छ। प्लास्टिकको भाँडामा चाहिँ कहिले पनि नहाल्नु होला अचार। यहाँ सिसी बजारमा पाउँछ, सिसी किनेर लिएर आउने। अनि यसरी सिसीमा प्याक गरेर सिसीमा हालेको अचार कहिले बिग्रिँदैन।